दुर्गा प्रसाईले अहिले जति पनि काम गरिराख्नु भएको छ त्यो कामलाई चाहिँ कसरी निहाल्नुहुन्छ? म एप्रिसिएट गर्छु, उहाँले गरेको कामलाई एप्रिसिएट गर्छु। अनि उहाँ जस्तो मान्छे नेपालमा धेरै जन्मिनुपर्छ र मात्र नेपालको भलो हुन्छ, सेवा हुन्छ, यही चिजहरू छ। अब एउटा समाजसेवी भएपछि, राजनीतिक एउटा लिडर भएपछि यो विषय अगाडि आउँछ नि, अनि उहाँले गरिरहनु भएको छ। त्यो त एउटा मानिसले नदेखे तापनि भगवान्ले, ईश्वरले देखेको हुन्छ। त्यसको कदर अवश्य हुन्छ, यसको कदर अवश्य हुन्छ। समाज को दृष्टिकोणबाट हामीले मानिसलाई एउटा मेसेज दिनु, राजनीतिकबाट आफ्नो पटकाको म्यासेज हुन्छ, तर सामाजिक दृष्टिकोणबाट आफ्नो म्यासेज हुन्छ। अनि त्यो आफ्नो आफ्नो ठाउँ भएकोले गर्दाखेरि दुर्गा प्रसाईज्यूले जुन प्रकारले एउटा म्यासेज है सम्पूर्ण गरिब दुखीलाई सेवा गरेर, स्कुल कलेजहरू खोलेर, मेडिकल कलेजहरू खोलेर, तपाईँको क्यान्सर हस्पिटल्सहरू खोलेर, धेरैभन्दा धेरै हो, लगानीमा धेरै खर्च छ, पैसा रुपियाँ त लाग्छ नै, तरै पनि धेरैभन्दा धेरै अघि उहाँले उहाँलाई सेवा गर्नुभएको छ। धेरै पैसा नभएको एउटा गरिब दुखीलाई पनि उहाँले एउटा सेवा गरिरहनु भएको छ। दार्जिलिङबाट त धेरै अब क्यान्सर पेसेन्टहरूलाई हामीले पठाइरहेको छौँ, उहाँहरूलाई पनि केही हदसम्म उहाँले एउटा सहयोग गर्नुभएको छ। यसको लागि एकदमै उहाँलाई